यहाँहरू सम्पूर्णमा दर्शन प्रणाम। आजको यस भिडियोमा हामी सहज र सरल तरिकाबाट उपविष्ट कोणासन गर्दैछौँ। उपविष्ट कोणासन एक प्रभावकारी योगासन हो जसले ह्यामस्ट्रिङ, भित्री तिघ्रा र तल्लो ढाडलाई तन्काई लचिलो बनाउँदछ। प्रारम्भिक अवस्थामा हामी केही अभ्यासहरू गर्नेछौँ जसले शरीरको लचकता बढाउनेछ। सर्वप्रथम दुवै हात खुम्चाई थोरै माथि उठाउनेछौँ। त्यसपश्चात कम्मरलाई दायाँ र बायाँ मोड्दै दुवै हातले दुवैतर्फ भुइँमा छुनेछौँ। दायाँ हातले बायाँ कुखा समाई बायाँ हातलाई सोझो माथि उठाई दायाँतर्फ ढल्किनेछौँ अनि बायाँ हातले दायाँ कुखा समाई दायाँ हातलाई सोझो माथि उठाई बायाँतर्फ ढल्किनेछौँ। दुवै हात एक आपसमा जोडी टाउको पछाडि राख्नेछौँ अनि दायाँ कुइना दायाँतर्फ ढल्किँदै भुइँमा छुनेछौँ अनि बायाँ कुइना बायाँतर्फ ढल्किँदै भुइँमा छुनेछौँ। दुवै खुट्टाका पैताला एक आपसमा जोड्नेछौँ अनि दुवै हात एक आपसमा समाई खुट्टालाई दह्रोसँग समाउनेछौँ। कम्मरदेखि शिरसम्मको भाग सिधा राख्दै दुवै घुँडालाई चलाउनेछौँ। यसो गर्नाले हाम्रो तिघ्रा आसपासमा अररो भइरहेको मांसपेशीहरू खुल्नेछ। सोही आसनमा बसी कम्मरबाट तल झुक्नेछौँ, छातीले खुट्टालाई छुने प्रयास गर्दै। बायाँ खुट्टालाई सोही अवस्थामा राख्नेछौँ अनि दायाँ खुट्टालाई दायाँतर्फ फिजाउनेछौँ। अब दायाँ हात बायाँ घुँडामाथि राख्दै बायाँ हातलाई सोझो माथि उठाउनेछौँ अनि दायाँ खुट्टाको औँला छुँदै फर्कँदै सोही क्रमलाई निरन्तरता दिनेछौँ। अब दायाँ खुट्टा खुम्चाउनेछौँ, बायाँ खुट्टालाई सोझो बायाँतर्फ फिजाउनेछौँ अनि बायाँ हातले दायाँ घुँडा समाउँदै दायाँ हातलाई सोझो माथि उठाई बायाँ खुट्टाको औँला छुँदै फर्कँदै। हामी उपविष्ट कोणासन गर्नको निमित्त केही प्रारम्भिक सहज अभ्यासहरू गर्दैछौँ। अब दायाँ खुट्टालाई दायाँतर्फ बायाँ खुट्टालाई बायाँतर्फ फिजाई बस्नेछौँ। दुवै हात एक आपसमा खप्ट्याएर कम्मरबाट शिरसम्मको भागलाई सिधा राख्नेछौँ। दायाँ हातले बायाँ हातको कुइना बायाँ हातले दायाँ हातको कुइना समाई कम्मरलाई दायाँ बायाँ मोड्नेछौँ। दायाँ हातले दायाँ खुट्टाको औँला अनि बायाँ हातले बायाँ खुट्टाको औँला छुने क्रमलाई निरन्तरता दिनेछौँ। अब विपरीत दिशातर्फ दायाँ हातले बायाँ खुट्टा छुने बायाँ हातले दायाँ खुट्टा छुनेछौँ। हामीले कम्मर र पेट आसपासको मांसपेशीहरू जति खुकुलो राख्न सक्दछौँ त्यति नै सहज तरिकाबाट उपविष्ट कोणासन गर्न सक्नेछौँ।
दायाँ हातले दायाँ खुट्टाको औँला समाउनेछौँ। माथि भएको कुम यानि बायाँ कुमलाई सक्दो पछाडि धकेल्नेछौँ अनि बायाँ हातलाई सोझो माथि उठाई टाउको पछाडिबाट दायाँ हातलाई नै समाउनेछौँ। ध्यान दृष्टि माथि। अब बायाँ हातले बायाँ खुट्टाको औँला समाउनेछौँ अनि माथि भएको कुम यानि दायाँ कुमलाई सक्दो पछाडि धकेल्नेछौँ। दायाँ हातलाई सोझो माथि उठाई टाउको पछाडिबाट बायाँ हातलाई नै समाउनेछौँ। ध्यान दृष्टि माथि। दायाँ कुइना दायाँ घुँडाको छेउमा राख्नेछौँ। हात खोल्दै दायाँ खुट्टाको कुर्कुच्चा समाए माथि भएको कुम यानि बायाँ कुमलाई सक्दो पछाडि धकेल्नेछौँ। बायाँ हातलाई सोझो माथि उठाई टाउको पछाडिबाट दायाँ खुट्टाको औँला समाउनेछौँ। अब विपरीततर्फ बायाँ कुइना बायाँ घुँडाको छेउमा टेकी हात खोल्दै बायाँ खुट्टाको कुर्कुच्चा समाउनेछौँ। माथि भएको कुम यानि दायाँ कुमलाई सक्दो पछाडि धकेली दायाँ हातलाई सोझो माथि उठाई टाउको पछाडिबाट बायाँ खुट्टाको औँला समाउनेछौँ। अब दुवै हातलाई एक आपसमा समाए हातलाई सोझो माथि कम्मरबाट माथिको भागमाथि तन्काउनेछौँ। कम्मरलाई दायाँतर्फ मोड्नेछौँ। छातीलाई दायाँ घुँडामाथि राख्ने प्रयास गर्दै दुवै हातलाई दायाँ खुट्टाको अगाडि राख्नेछौँ। अब विपरीततर्फ कम्मरलाई बायाँतर्फ मोड्नेछौँ। छातीलाई घुँडामाथि राख्ने प्रयास गर्दै दुवै हातलाई बायाँ खुट्टा अगाडि राख्नेछौँ। सहजताको लागि दुवै हात कम्मरको छेउछेउमा राख्नेछौँ अनि ढाड कम्मर र गर्दन सिधा राख्दै दुवै खुट्टाको औँला श्वास लिँदै आफूतिर श्वास छोड्दै अगाडि। अब दुवै हात एक आपसमा च्याप्प समाई मुठी बनाउनेछौँ। हातलाई सोझो माथि उठाउनेछौँ। कम्मरलाई बायाँतर्फ मोडी दुवै हातले बायाँ खुट्टाको औँला छुँदै अगाडिबाट घुमी दायाँ खुट्टाको औँला छुँदै सोझो माथि उठ्नेछौँ। सोही क्रमलाई निरन्तरता दिनेछौँ। सोही अभ्यास विपरीत तर्फबाट पनि दुवै हात मुठी बनाई सोझो माथि उठाई कम्मरलाई दायाँतर्फ मोड्नेछौँ। दुवै हातले दायाँ खुट्टाको औँला छुँदै अगाडिबाट घुमी बायाँ खुट्टाको औँला छुँदै सिधा माथि उठी सोही क्रमलाई निरन्तरता दिनेछौँ। दुवै हात एक आपसमा समाई टाउको पछाडि राख्नेछौँ अनि दुवै कुइना सक्दो पछाडि धकल्नेछौँ। दायाँ कुइना दायाँतर्फ ढल्कँदै भुइँमा छुँदै बायाँ कुइना बायाँतर्फ ढल्कँदै भुइँमा छुँदै सोही अभ्यासलाई निरन्तरता दिनेछौँ। दुवै हात एक आपसमा जोडी हत्केलालाई गालामा राख्नेछौँ। दुवै कुइना एक आपसमा जोडी तल माथि कुइनाले तल भुइँमा छुँदै माथि आउँदै भुइँमा छुँदै माथि आउँदै। अभ्यास सहज भएपछि दुवै कुइना जोडी भुइँमा राखी एकैछिन अड्डिनेछौँ। अब हामी दायाँ हातले दायाँ खुट्टाको औँला समाउनेछौँ। बायाँ हातले बायाँ खुट्टाको औँला समाउनेछौँ। ध्यान दृष्टि अगाडि छातीले भुइँमा छुँदै माथि उठ्दै
पुरै शरीर लचिलो भएको छ। उपविष्ट कोणासनको लागि अब हामी तयार छौँ। ध्यान दृष्टि अगाडि लगाउँदै छातीले भुइँमा छुँदै एकैछिन अड्डिनेछौँ। पुनः प्रारम्भिक अवस्थामा फर्क्यौँ। हामीले एकै दिनमा कुनै पनि आसन सहज तरिकाबाट गर्न सक्छौँ भन्ने सोचाइ राख्नु हुँदैन। कुनै पनि आसन सहज तरिकाबाट गर्नको लागि हामीले नियमित अभ्यास गर्न जरुरी छ। साथसाथै धैर्यता कायम गर्न निकै महत्त्वपूर्ण हुने गर्दछ। यहाँहरू सम्पूर्णको दिन शुभ र मङ्गलमय रहोस् भनी आजको यस भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।